भाट बटेनीको लुटाई, माधव कुमार नेपालको पार्टी कार्यालयमाथिको प्रहार, उनको घरमाथि प्रहारको निशाना, इभन जडीबुटी माथि पनि आगजनी गर्ने जुन घृष्टता भएको छ, त्यसपछि त्यो आयोजकहरू पनि बदनाम हुन पुगेका छन्। त्यसकारण हामीले चाहिँ राष्ट्रिय मानव अधिकार आयोगमै एउटा प्रतिनिधि मण्डल पुगेर यसको न्यायिक जाँचबुझ हुनुपर्छ भन्यौँ। अब सरकारवादी मानिसहरू त्यो न्यायिक छानबिन गर्ने पक्षमा सर्वथा देखिएका छैनन्। अब आयोजक पक्षको शक्तिको सीमितताको कारणले उनीहरूको लाचारी जस्तो अहिलेसम्म चाहिँ देखिएको छ। भोलि घटनाले कस्तो रूप लिन्छ त्यो चाहिँ अहिले भन्न सकिँदैन। यसको समष्टिमा तिनकुने घटना घटित भएको होला भन्ने मेरो बुझाइ छ। त्यहाँ जुन महर्जन भाइको निधन भएको छ त्यो पछाडिबाट गोली गएको भन्ने छ। त्यो रजक भन्ने पत्रकारको जो ज्यान गएको छ त्यो शङ्कास्पद छ। त्यसपछि जुन अश्रु ग्यास प्रहार भएको छ त्यो बिना कारण भन्ने भयो। सँगसँगै डेट एक्सपायर भएको अश्रु ग्यास त्यहाँ प्रहार गरिएको भन्ने छ। अब आइजिपीले भनेको कुरा एउटा आपत्तिजनक के छ भनेदेखि बाहिरको कभर मात्रै डेट एक्सपायर लेखिएको, तर भित्र चाहिँ त्यस्तो नभएको भन्ने एउटा कुरा उहाँले त्यो भन्नुभएको छ। अर्को चाहिँ उहाँले के भन्नुभएको छ भने जबसम्म त्यो स्टकमा रहन्छ तबसम्म त्यसको डेट एक्सपायर हुने भन्ने कुरै हुँदैन, त्यो चाहिँ नियमित अश्रु ग्यास नै हो भन्ने कुरा उहाँले गर्नुभएको छ। यो कुरा चाहिँ अपरिपक्व जस्तो लाग्छ मलाई। त्यसै कारण नै हामीले भनेको कुरा के हो भनेदेखि यो चाहिँ सरकारतर्फको योजनाबाट दुर्घटित घटना थियो। त्यस कारणले पनि यसमाथि न्यायिक जाँचबुझ नगरिकन हुँदैन। त्यो न्यायिक जाँचबुझ नगर्दासम्म चाहिँ आरोप प्रत्यारोपहरू चलिरहन्छन् र यो घटनाको निरूपण हुँदैन। भोलिको लागि एउटा नराम्रो नजिर बस्छ भन्ने हाम्रो दृष्टिकोण हो। अब सरकार पक्ष चाहिँ र राष्ट्रिय मानव अधिकार आयोग पनि यसमा चाहिँ सचेत भएको, जिम्मेवार भएको पाइएन। सँगसँगै मिडिया, नागरिक समाज, बौद्धिक वर्गले पनि यो प्रतिगामीहरूको चाहिँ हरकत हो, यस्तोलाई यसरी नै दाबेर सिद्ध्याउनुपर्छ भन्ने दृष्टिकोण रहेको पाइयो। अब यो चाहिँ मैले देख्दाखेरि आस्थाको लागि अलिकति नसुहाउने कुरा हो। लोकतन्त्रमा सबै आस्थाहरूको स्थान उचित हुनुपर्छ भन्ने हामीलाई लाग्छ। कुनै विचार आफैसँग मन पर्दैन भन्दैमा त्यो विचारलाई निमिटान्न र निषेधै पार्नुपर्छ भन्ने दृष्टिकोणसँग चाहिँ हामीहरू सहमत छैनौँ। तर अब लोकतन्त्रको कुरा गर्ने साथीहरूले त्यसलाई कसरी बुझेका हुन् त्यो चाहिँ भन्न सकिँदैन। जस्तो हिजो एकजना काङ्ग्रेसको सांसदले चाहिँ दुर्गा प्रसाईलाई इन्काउन्टर गर्नु पर्थ्यो भन्ने जुन अभिव्यक्ति दिनुभयो, एउटा समितिमा आफ्नो कुरा राख्नु भएको थियो, त्यो अहिले विवादास्पद बनिरहेको छ। तपाईलाई के लाग्छ त्यो विषयमा? अब त्यस्तो भन्ने मान्छे काङ्ग्रेस हुन्छ भन्ने नै मलाई लाग्दैन। किनभने विगत समयमा त्यही गरेको भनेर राजतन्त्र विरुद्ध 29 वर्षसम्म नेपाली काङ्ग्रेसले सङ्घर्ष गरेको हो। कतिपय अवस्थामा त्यसरी मानिसहरूमाथि साङ्घातिक हमला हुने हरकतहरू पनि त्यो बेला भएका हुन् र त्यसको विरुद्धमा नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक आन्दोलन गरेको हो। त्यसरी प्रजातान्त्रिक आन्दोलन गर्ने पार्टीको कार्यकर्ता वा सांसद हुँ भन्ने व्यक्तिले त्यस्तो किसिमको अभिव्यक्ति दिनु मैले देख्दाखेरि आपत्तिजनक छ। उहाँले कसरी त्यो भन्न सक्नुभयो त्यो सुन्दाखेरि चाहिँ म स्तब्ध भएको छु। जस्तो दुर्गा प्रसाई पक्राउ परेको अघिल्लो रातै पक्राउ पर्यो, मिडियाहरूले त्यसलाई सार्वजनिक गर्यो एक्सक्लुसिभ रूपमा, तर प्रहरीले चाहिँ त्यो होइन भनेर जसरी विज्ञप्ति निकाल्यो, भोलिपल्ट फेरि पक्राउ गरेर झापा हुँदै होइन काठमाडौँसम्म ल्यायो। यो सूचना लुकाएको जुन खालको गतिविधि छ नि सरकारको अथवा भनौँ प्रहरी सङ्गठनको, यसलाई चाहिँ कसरी हेर्नुभएको छ? त्यो चाहिँ प्राविधिक कारणले भन्ने एउटा अनुमान छ। अपराधी सुपुर्दगी सम्बन्धी भारत र नेपालको बिचमा कुनै किसिमको सन्धि पनि छैन। प्रथम चरणमा दुर्गा प्रसाईलाई चाहिँ भारतीय प्रहरीले समातेको वा आत्मसमर्पण गरेको भन्ने कुरा छ। त्यसरी आत्मसमर्पण गरिएको अभियुक्तलाई नेपाल प्रहरी सङ्घमा हस्तान्तर नगर्दासम्मको अवस्थामा धरपकड गरिएको भनिएको कुरा चाहिँ अनुचित हुने हुनाले यतापट्टि आएपछि मात्रै त्यसको आधिकारिकतालाई नेपाल प्रहरीले स्वीकार गर्नु परेको कारण त्यस्तो अभिव्यक्ति दिएको भन्ने छ। तर त्यसको अन्तर्य के हो त्यो चाहिँ सबै बाहिर आएको छैन। जस्तो एउटा मेरो अन्तिम प्रश्न नि, यो दुर्गा प्रसाईलाई पक्राउ गरेसँगै तीनवटा मुद्दा मूलतः सरकारले लगाएको छ। एउटा ज्यान मार्ने उद्योग, अर्को राज्य विरुद्धको कसुर होइन, र अर्को एउटा साङ्गठित अपराध। यो कतिको नियोजित छ अथवा भनौँ यो कतिको जायज छ?
अब सङ्गठित अपराध यो घटनामा सम्बन्धित जस्तो नै लाग्दैन मलाई। सङ्गठित अपराध भनेको अर्कै प्रकृतिको अपराध हुन्छ, त्यो यहाँ सम्बन्धित जस्तो लाग्दैन मलाई। अब ज्यान मार्ने उद्योगसँग पनि यो मलाई जोड्न उचित जस्तो लाग्दैन, किनभने ज्यान मार्ने गरी त्यहाँ के भएको हो र? त्यो त अफरातफरीमा त्यस्तो कुरा भएको छ। बरु ज्यान मार्ने उद्योग चाहिँ पत्रकार रजकमाथि चाहिँ हुन गएको देखिन्छ। त्यो कसले गराएको घटना हो त? त्यो चाहिँ स्पष्ट हुनको लागि न्याय आयोग चाहिन्छ हामीले भन्नुको कारण चाहिँ त्यो हो। तर मलाई लाग्छ पत्रकार रजकको ज्यान मार्ने उद्योगमा चाहिँ दुर्गा प्रसाद जोडिँदैनन्। बरु मञ्चमा जो अश्रु ग्यास हान्ने काम भएको छ त्यो चाहिँ उनीहरूको कार्यक्रम बिथोल्ने उद्देश्यबाट सरकारले गरे जस्तो देखिन्छ र निजी सम्पत्ति प्रयोग गरेर त्यसरी चाहिँ अश्रु ग्यास प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनको पनि विपरीत बन्ने छ। किनभने निजी सम्पत्ति प्रयोग गरेर त्यसलाई एउटा मोर्चा बनाएर आयोजकहरूलाई अथवा विद्रोहीहरूलाई प्रहार गर्नु चाहिँ अनुचित हो भनिन्छ। अब यो हिसाबले त त्यो आरोप लगाउनै पर्ने हो भनेदेखि त जो यो गर्नमा चाहिँ जोडिन्छ त्यहाँ सङ्गठितै भन्नु भने पनि बरु भाटबटेनी माधव कुमार नेपालको पार्टी कार्यालय र जुन जडीबुडी छ यसलाई चाहिँ एक ठाउँमा राखियो भने यो अश्रु ग्यास प्रहार अनि त्यसबाट उत्पन्न हुलुज्जत अनि भाटबटेनी र समाजवादी पार्टी कार्यालय जडीबुटीमाथिको प्रहारलाई चाहिँ सङ्गठित अपराधको विषय बनाइयो भने बरु त्यो सान्दर्भिक हुन सक्छ। त्यसकारण पनि न्यायिक जाँचबुझ बिना यसको निरूपण गर्न सकिँदैन, त्यो पूर्वाग्रहपूर्ण मात्रै हुन्छ। अहिले देख्दाखेरि सरकार चाहिँ आयोजकहरूप्रति पूर्वाग्रहबाट चाहिँ ग्रसित जस्तो देखिन्छ। अघि पनि मैले भने आस्था बेग्ला बेग्लै हुन सक्छन्, हाम्रो पनि आस्था एउटा हुन सक्छ, तर लोकतन्त्र मात्रै यस्तो प्रणाली हो जहाँ विभिन्न किसिमका आस्थाहरूलाई उचित निकास र स्थान चाहिँ दिइन्छ। तर सरकारले चाहिँ यसपटक यी आयोजकहरूलाई प्रतिगामी हुन्। अब हुँदा हुन त नगरपालिका सूत्रले प्राविधिक कारणले त्यो मिस्टेक भएको भन्ने अभिव्यक्ति एक ठाउँमा उल्लेख गरेको मैले पाएँ। यसको पूर्ण दोषारोपण उनीहरूले राजा ज्ञानेन्द्रमाथि थोपर्दै मानिलिउँ तिनकुने उनले नै गरेको भने चाहिँ गरेर नगरपालिका जस्तो आधिकारिक संस्थाले जो फोहोर इत्यादि पारेको दोषारोपण राजा ज्ञानेन्द्रमाथि पत्र लेखेको भन्ने कुरा चाहिँ सुनिएको छ। यसबाट के देखिन्छ भने यो पक्ष चाहिँ पूर्णतः यो घटनामा पूर्वाग्रहले आएको थियो, प्रतिशोधले आएको थियो र यिनीहरूलाई जुनसुकै जेसुकै गरेर भए पनि चाहिँ दमन गर्नुपर्छ, यो नै लोकतन्त्रको लागि राम्रो हुन्छ भन्नेमा उनीहरू कृत सङ्कल्पित देखिन्छन्। मेरो विचारमा यो प्रतिशोधपूर्ण हो। यसरी कुनै पनि किसिमका असन्तुष्टहरूलाई दमन गर्नु भनेको चाहिँ लोकतान्त्रिक मर्यादाको विपरीत हो। यसले उचित लोकतान्त्रिक एउटा संस्कार र पद्धति दिँदैन। यो सरकारको तर्फबाट अपरिपक्व व्यवहार भएको छ। अघि पनि भने त्यसकारणले पनि यसबारेमा न्यायिक जाँचबुझ हुनु जरुरी छ। जोबाट कमी कमजोरी र गल्ती भएको छ तिनीहरू दण्डित हुनु उपयुक्त हुन्छ। अहिले नै यो ज्यान मार्ने उद्योग, यो सङ्गठित अपराध, यो अन्य भन्नु भनेको थप पूर्वाग्रहलाई चाहिँ प्रवर्धन गर्ने कुरा हो। मेरो विचारमा त्यो लोकतन्त्रलाई सुहाउने कुरा हुन सक्दैन। जस्तो पछिल्लो समय राजावादीहरूलाई खास गरी त्यो आन्दोलनसँग जोडेर जसरी पक्राउ गरिरहेका छन् सरकारले हैन, र पूर्व राजालाई पनि अब चाहिँ कम्तीमा पनि यो अनुसन्धानमा तान्नुपर्छ भनेर दलहरूका नेताहरूले कुरा राख्दै गर्दाखेरि तपाईलाई चाहिँ के लागिरहेछ पछिल्लो यो राजनीतिक सिनेरियो जुन छ नि? अब मैले देख्दाखेरि राजालाई तान्ने कुरा ढिलो भयो। सुरुमै यदि राजाले जे कदम चालेका थिए 62-63 मा त्योसँग सम्बद्ध पारेर उनलाई यी कुराहरू गरिएको भए त्यो उपयुक्त समय हुन्थ्यो। अब अहिले आएर उनले फागुन 7 गते एउटा विज्ञप्ति जारी गरे भन्दैमा अनि सारा पुराना प्रतिशोध र पाना पल्टाउनु भनेको थप प्रतिशोधमा जाने कुरा हुन्छ। यसले मुलुकलाई थप चाहिँ द्वन्द्वमा लैजान्छ। त्यो मैले देख्दाखेरि उपयुक्त समयमा भइरहेको कुरा छैन। अघि पनि मैले भने कारबाही नै गर्नु थियो, कदमै चाल्नु थियो भनेदेखि उपयुक्त समय थियो नि त। हामीलाई 10-12 वर्ष पर्खिरहनु कोही औचित्य केही थिएन। तर यो 10-12 वर्षमा दलहरूले जस्तो किसिमको शासकीय संस्कार देखाए त्यसपछि क्रमशः दलप्रतिको आस्था चाहिँ घट्दै गयो, पुरानो व्यवस्था र राजाप्रतिको आकर्षण बढ्दै गयो। त्यसको परिणामस्वरूप उत्पन्न भएको अहिलेको विषम स्थिति हो। यसको लागि चाहिँ यस प्रकारको कदम प्रति कदम भन्दा पनि एउटा न्यायिक जाँचबुझ गरेर
राजाको उपस्थिति देखिन्छ भने कहाँ देखिन्छ? एउटा भरपर्दो आयोग गठन गरेर त्यो आयोगले औल्याएको खण्डमा अर्कै कुरा हो, अन्यथा मलाई त्यो पूर्वाग्रह पूर्ण लाग्छ। त्यसले चाहिँ द्वन्द्व मात्रै निम्त्याउँछ, कुनै निकास त्यसले दिँदैन। सरकार किन डराइरहेको छ यो निष्पक्ष छानबिन आयोग गठन गर्नको लागि? चौतर्फी माग छ, सरकारले त्यो माग लगभग लट्याएको छ, सुनिरहेको छैन। डराउनु पर्ने कारण के हुन सक्छ? डराउनु पर्ने कारण के हुन सक्छ भने यो घटनाको लागि मलाई लाग्छ उल्लेखनीय मात्रामा ऊ आफै जिम्मेवार छ। त्यो जुन अश्रु ग्यास फालिएको छ त्यो गल्ती छ, व्यक्तिगत सम्पत्ति प्रयोग गरिएको छ त्यो गल्ती छ, डेट एक्सपायर भएको जुन अश्रु ग्यास फालिएको छ त्यो अन्तर्राष्ट्रिय कानुनका दृष्टिकोणले पनि अस्वीकार्य छ र यो दण्डनीय हुनेछ भन्ने चाहिँ सुनिएको छ। किनभने त्यसले त्यो 20 सरह हुन्छ अरे त्यो। त्यसमा पनि मञ्चमा जो मानिसहरू थिए त्यसको मुख्य योजनाकार भनेको चाहिँ नवराज सुवेदी आफै कति 87 वर्षको उमेरको मान्छे भन्ने छ। धवल शमशेर पनि क्यान्सरको रोगी भन्ने छ। दुर्गा प्रसाद पनि क्यान्सरको रोगी भन्ने छ। यस्ताहरूको माथि चाहिँ अश्रु ग्यास प्रहार गरियो भनेदेखि उनीहरूको ज्यान जोखिममा पर्ने भन्ने छ। अब यो कुरा पुष्टि भयो भने त सिधै यो त अन्तर्राष्ट्रिय अदालतको विषय हुन्छ। मलाई लाग्छ त्यसकारण पनि सरकार यसो गर्नबाट हस्किएको छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ के भने सरकार पेलेर जानेपट्टि छ। किनभने यिनीहरू दरबारिया हुन्, यिनीहरू राजावादी हुन्, यिनीहरू प्रतिगामी हुन्, यिनीहरूलाई यही गर्नुपर्छ भन्ने धारणाबाट सरकार चाहिँ ग्रसित भएको कारणले ऊ यो ठाउँमा उभिएको जस्तो मलाई लाग्छ। जसरी अहिले राजावादीहरू जो थिए, जो समितिमा नरहेका आन्दोलनमा भाग लिएका व्यक्तिहरू पनि खोजी पक्राउ गर्ने कुरा जुन छ नि, के कतिको स्वाभाविक देखिन्छ? होइन, त्यो त स्वाभाविकै भयो। किनभने आन्दोलनको नाममा जुन भाटबटेनीमाथि प्रहार भयो, त्यसपछि जसरी जडीबुटीमाथि प्रहार भयो, माधव कुमार नेपालको निवासमै माथि आक्रमण गर्ने घिसता भएको भन्ने सुनिएको छ, त्यसपछि समाजवादी पार्टी कार्यालयमाथि नै प्रहार भएको भन्ने छ। तिनकुने क्षेत्र त युद्धग्रस्त क्षेत्र जस्तो देखिएको छ। अब त्यो त आन्दोलनकारीकै नाममा कसैले गरेको हो भने पनि सरकारमा मौनता हुने भन्ने त कुरै आउँदैन। त्यो चाहिँ दण्डनीय कुरा हो। मलाई लाग्छ त्यो उसले गरेर स्वभावतः त्यो कदम चालेको छ। तर यो स्थिति उत्पन्न हुनमा चाहिँ आयोजकहरू जिम्मेवार हुन् कि सरकार आफै जिम्मेवार हो, यो चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ। त्यसकारण मैले अघिदेखि भनिआएको छु, यसको लागि चाहिँ न्यायिक जाँचबुझ गठन नगर्दासम्म त्यो पूर्वाग्रहपूर्ण हुन्छ, त्यसले कुनै समाधान दिँदैन। अन्तिम प्रश्न छ, जसरी राजावादीहरूले आरोप लगाइरहेका छन् कि तिनकुनेको आन्दोलनमा घुसपैठ भएको उहाँले आरोप लगाउँदै हुनुहुन्छ, यो विषयमा के भन्नुहुन्छ? अब घुसपैठ त हुनसक्छ, तर घुसपैठ भयो अनि यस्तो कुरा भन्यो भने त्यो चाहिँ आयोजकहरूको कमजोरी हुन जान्छ। मुख्य कुरा चाहिँ अर्काको घरलाई एउटा मोर्चा बनाएर सादा पोसाकका प्रहरीहरूले अश्रु ग्यास, किनभने प्रहरी पक्षले चाहिँ त्यो चाहिँ नक्कली हो भनेको छ। अब त्यो सक्कली हो कि नक्कली हो त? सायद तपाईँहरूले पनि देख्नुभयो, त्यहाँ एकजना सिभिलमा भएको मान्छेले चाहिँ पिस्तोल चाहिँ हातमा नट घुमाइरहेको हामी देख्थ्यौँ। त्यो मान्छे सक्कली हो कि नक्कली हो? त्यो नेपाल प्रहरीको मान्छे हो कि घुसपैठिया हो त? अब यस्ता अपरिपक्व कुरा गरेर त्यत्रो आन्दोलनलाई हामीले हिलो छ्याप्ने काम गऱ्यौँ भनेदेखि त्यो एउटा समूहमाथिको अन्याय हुन्छ। त्यो काम चाहिँ हामीले गर्नु हुँदैन। हामी पनि मान्छे हौँ, हामी पनि सचेत मान्छे हौँ। हामीले सबैसँग समव्यवहार गर्न सक्नुपर्छ। आफूसँग नमिल्ने आस्था र विचार आयो भन्दैमा त्यसलाई पूर्णतः निषेध गरिनुपर्छ भन्ने कुरा चाहिँ भोलिको लागि राम्रो हुँदैन, त्यो धर्मको अनुकूल पनि हुँदैन भन्ने लाग्छ मलाई। त्यो मिल्दै मिल्दैन, मैले अघि भनिसकेँ। किनभने अब त्यो आश्चर्यजनक कुरा छ। किनभने राष्ट्रिय गान नबजेको भए, कुनै अर्को गान बजेको भए पनि जबसम्म आयोजकहरूबाट शान्ति व्यवस्था र रुल्स रेगुलेसन, नियम कानुनमा चाहिँ अवरोध भइरहेको छैन, हुँदैन भने अश्रु ग्यास फ्याँक्ने कुरा नै कहाँ आउँछ? उनीहरूले कि त्यहाँबाट साङ्घातिक हमला सुरु गरेको हुनु पर्यो। अब साथी हो, यहाँबाट हामीहरू अगाडि बढौँ, सिंहदरबार लम्क्यौँ भनिएको अवस्थामा त्यो भएको हो भनेदेखि सरकारले त आफ्नो ल एन्ड अर्डर मेन्टेनको लागि त जे पनि गर्नुपर्ने हुन्छ उसले गर्छ। तर त्यो जुन पिस्तोल चलाएको त्यहाँबाट देखिन्छ, व्यक्तिगत घरबाट जसरी चाहिँ अश्रु ग्यास फ्याँकेको देखिन्छ, अरू कुराहरू जसरी देखिन्छन् त्यो चाहिँ घुसपैठ जस्तो देखिन्छ। त्यसकारण मैले के भनेको भने न्यायिक जाँचबुझ आयोग गठन नगर्दासम्म यो बारेमा हाइपोथेटिकल कुरा मात्रै हुन्छ। त्यो भनेको अर्कालाई हिलो छ्याप्ने कुरा हुन्छ, त्यो काम हामीले गर्नु हुँदैन। थ्याङ्क यू।